नमस्कार। आज यस कार्यक्रममा निमन्त्रण पाउँदा अब यसमा सबैजनाले आफ्नो ठीक भयो नराख्ने भाषा यसैले मसँग पनि खासै धेरै कुरा छैन भन्नुपर्ने रिपिटेड हुन जान्छ। म एउटा सानो कुरा चाहिँ म क्लियरिफाई गर्न चाहन्छु। जस्तै उहाँले हाम्रो वर्षा जिल्लाका सिडी अध्यक्षले भन्नुभयो कि खाद्य विभागमा दर्ता भएर आउँछ, कतिखेर आउँछ, बकाइदा आउँछ अनि पिडिएले गएर नराख्नु भन्छ। अब यस्तो निकाय छुट्टै भयो। हिजोसम्म अब भारत सरकार आएदेखि स्वास्थ्य तथा खाद्य स्वच्छता मण्डलले भएको छ। स्वास्थ्य मेडिसिनसँग खाद्यलाई पनि जोडिएको छ। पहिला छुट्टा छुट्टै खाद्य विभाग भन्दै हाम्रो औषध व्यवस्था विभाग आफै बसेर छुट्टै नीति नियम बनाउने, पोलिसी बोलाउने, त्यो अनुसार दर्ता गर्ने, ल्याब टेस्टहरू गर्ने उहाँहरूको हामी मेडिसिन नेपाल गभर्मेन्टले जुन मलिकुलर मेडिसिन भनेर सर्टिफाई गर्दै थियो हाम्रो पाटोमा आउँथ्यो। अब न्युट्रास्युटिकल्स भन्ने आउँछ भ्याट प्रोडक्ट, जसलाई सामान्य रूपमा व्यवसायी साथीहरूले भन्नुहुन्छ। भ्याट प्रोडक्ट भनेको कस्तो हो भने हेर्दा तपाईँलाई औषधि जस्तै लाग्छ। एज अ लेम्यान कमन म्यान तपाईँहरू छुट्याउन सक्नुहुन्न यो औषधि हो कि न्युट्रास्युटिकल्स हो, खाद्य पदार्थ। त्यसलाई हामी औषधिजन्य खाद्य पदार्थ भनेर भन्छौँ। अनुगमन गर्ने जाँदा पनि हामी भन्छौँ यो औषधिजन्य खाद्य पदार्थ औषधि होइन। बकाइदा लेबलमा लेखा हुन्छ नट फर मेडिसिनल युज, फुड सप्लिमेन्ट, न्युट्रिसनल सप्लिमेन्ट भनेर लेखा हुन्छ। अब मेडिसिन छैन, त्यही भएर हाम्रोतिरबाट आउँदैन त्यो अधिकार। हामीले बकाइदा औषधि ऐन 2035 को अन्डरमा रहेर काम गर्छौँ। त्यहाँ भनेको छ मेडिसिन जुन मलिकुलर मेडिसिनमा दर्ता भएको छ त्यही मेडिसिन मात्रै औषधि पसलले बेच्न पाउने गरी लाइसेन्स हामी दिन्छौँ। औषधि पसलले त्यहाँ बकाइदा लेखा हुन्छ औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरू या कम्पनी दर्ता भएका कम्पनीहरूबाट उत्पादन हुने औषधिहरू बेच्न पाउने भनेर। अब घाट आइटमहरूमा जस्तै अब एउटा सानो इक्जाम्पल दिएँ, अब सबै एसएमपीमा हुन्छ क्याल्सियम हाम्रो ट्याब्लेट हामीसँग छ औषध व्यवस्था विभागमा दर्ता भएको 10 क्याप्सुल या 10 ट्याब्लेटको एउटा स्ट्रिप हुन्छ। त्यो स्ट्रिप 60-65 रुपियाँ हाम्रो व्यवसाय साथीलाई फिक्स रेट छ होला। सेल्फोन 90 रुपियाँ आइसक्यो। म भन्दै जान्छु 60-65-70 रुपियाँमा आउँछ। अब त्यही ठाउँमा भ्याटमा दर्ता भएर औषधि व्यवस्था विभागलाई बाइपास गरेर उता खाद्यमा दर्ता भएर त्यही क्याल्सियम मल्टिभिटामिन्सहरू 250-300 आइसक्यो। के हुन्छ भने डक्टरले लेख्नुहुन्छ। अब डक्टरको बाटो फेरि हाम्रोमा आउँदैन। प्रिस्क्रिप्सन लेख्ने अधिकार एनएमसी एक्टसँग छ। हामीले त्यहाँ गएर इन्टरफेयर गर्न पाउँदैन। हामीले कहाँ इन्टरफेयर गर्छौँ कि बिमारीहरू नठगियोस्। आफ्नो पेसेन्टले किन्ने त्यही क्याल्सियम मेडिसिन भनेरै हो। फुड सप्लिमेन्ट भनेर न डक्टरले काउन्सिलिङ गरिदिनुहुन्छ न हाम्रो व्यवसायबाट हुन्छ। र पेसेन्टले के किन्ने मानसिकता छ, मैले मेडिसिन किनिरहेको छु, मेडिसिनमा ठगिनु भयो उहाँहरू। अब हामी त्यहाँ गएर इन्टरफेयर गर्छौँ कि मैले पेसेन्ट ठगिनु भएन, सस्तोमा हामीसँग अप्सन छ, अल्टरनेटिभ छ अनि महँगोमा किनौँ। अघि नै भन्नुभयो 1200-1300 आउँछ हाम्रो ल्याक्टोजेन्सहरू। त्यो किन्नलाई पेसेन्टबाट अलिकति पनि पछाडि घट्दैन। तर टेकमा मतलब फलफुल किन्न भन्नुहोस् त 1 किलो स्याउ भन्नु सक्दैन। त्यो अवस्थामा नसक्ने अनि पेसेन्ट नर्मल अवस्थामा कसरी सक्ने हामी त्यहाँ गएर भनेको हो। अब हामीले औषधि पसल अनुगमन गर्दा ल्याक्टोजेन हटाऊ हामीले कहिले भन्दैनौँ, नियमले भन्छ। तर हामी मानवता व्यवहारिक इलेक्ट्रिक भएर ल्याक्टोजेन हामीले हटाउन लागेनौँ। चमनप्रासले कहिले हटाउन लागेनौँ। 10 मुला अशोका हिस्टको सिसिया एलोपेथिकमा बढेनौँ। ठिक छ 5-6वटा राख्नुहोस् थोरै मात्रामा, नियमले भन्दैन 21 भने। तर हामी एउटा मानवता नैतिक छ, समाजमा चाहिन्छ। मान्छे कहाँ जान्छ लिनलाई? औषधि पसलमै जाने। त्यही भएर हामी व्यवहारिक पनि भएको छौँ, नहुने होइन। अनि अर्को ल्याक्टोजेन भन्ने कुराहरू खाद्य विभागमा दर्ता भएको नाताले औषधि पसलमा आउँछन् सर्वप्रथम फर्स्टमा खोज्नलाई। त्यसपछि जाने अर्को पनि पसल छ, त्यो भनेको किराना दोकान हो। यसलाई तानेर मिल्कलाई तानेर औषधि व्यवस्था गर्न तान्न सकिँदैन। सरकारले जे पनि गर्न सक्छ। सुन्नुहोस् न, मैले भन्दैछु पोलिसी बनाउने मान्छे छुट्टा छुट्टै डिपार्टमेन्टको फैलियो भने एकले अर्कालाई समन्वय गरेन भने आफ्नो हिसाबले बनाउँछ, उनीहरूले पाइने। अब औषधि व्यवस्था विभागसँग त्यति बेला समन्वय गरेर बनाएको भए एउटा कोलाबोरेसन हुन्थ्यो। ठिक छ खाद्य विभागले नै सबै चिज गर्थ्यो, तर कोलाबोरेसन त हुन्थ्यो नि। निरीक्षण गरिदिएर हेरिदिनु या ल्याब हेरिदिनु भने केही त हुन्थ्यो। अब अहिले मन्त्रालय गाभेको छ, खाद्य स्वच्छता हाम्रोमा आएको छ स्वास्थ्य मन्त्रालयमा। अब आशा गरौँ भोलिको दिनमा त्यो पनि औषधि व्यवस्था विभागको जिम्मेवारीमा आओस्। कन्टेन्टहरू होस्, कम्पोजिसन मिलोस्, सबै चिज गरेर अहिले नर्मल मेडिसिन जस्तो हिसाबले आइरहेको छ।
विदेशबाट पनि आएकोलाई हामीले ल्याब टेस्ट गर्छौँ, गरेरै मात्रै पर्मिसन दिन्छ नेपालको, त्यस्तो पनि हुनु पर्यो। त्यो भइदियो भने हामीलाई अनुगमन गर्न सजिलो, हामी तपाईँहरूलाई विश्वास दिलाउन सक्छौँ तपाईँहरूले गुणस्तर औषधि गुणस्तर खाद्य चिज खाँदै हुनुहुन्छ, स्वास्थ्यमा राम्रो असर नपर्ने गरी खाँदै हुनुहुन्छ। त्यो हामी खाद्यसँग औषधि व्यवस्था विभागले त्यो आपूर्तिको अनुभूति दिन सक्दैन, हामी औषधिको मात्रै हेर्छौँ। त्यो जुन दिन आउँछ त्यो दिन हाम्रोमा आयो भने हुर्काउनुहोस्, क्वालिटी भएर आउँछ, प्राइस कन्ट्रोल पनि भएर आउँछ, प्राइस कन्ट्रोल भएर आउँछ। 1500 पर्दैन, सरकारले फिक्स गर्छ। आमाको दुधलाई उत्पादन गर्ने वस्तुहरू भयो, यो वस्तु त सानैदेखि मैले पनि पढ्दै आएको बुझ्दै आएको सबैलाई आमाको दुध अमृत हुन्छ, सबैले खानुपर्छ, त्यो एउटा मौलिक अधिकार जस्तै हो हुने होइन। अब यो कुरामा औषधि व्यवस्था विभागले रेगुलेट गरिदिनु पर्ने भनेको क्वालिटी कन्टेन्टको जुन हाल फिलहाल हामीसँग छैन, भोलिको दिनमा आयो भने हामीले गर्छौँ।